तिमीले अन्तिबाट कल नदेऊ कस्तो दुर्गन्ध आइरहेछ मलाई के थाहा म आफै बिर्सिसके तिम्रो के गाडीले पाएर फेरि श्रीवेश गुन्दा जा छिटो आयो त छ मेरी को आयो तिमी मसँग कुरा तो बंदा बुझना क्याप्टेन पुसो यार बंद कर संसा ये पिक्के लायक यो तो सिर्फ होने दियो तर धातु जन कप्तान साहब टेक्नोले ठिकै काम गरे किन नन्द यन्त्र काम गर्छन् परमेन्ट ए मार बन्नुहोस् मेरो कुरा सुन्नुहुन्छ कि अहिले होइन अहिले हामी व्यस्त छौँ क्याप्टेन मलाई लाग्छ त्यो कसै लगिसकेको जस्तो छ भोक पनि लागिरह अब दबारे फर्किनु होला हामी महारानीको सुरक्षाका एउटा उत्कृष्ट तालिम प्राप्त लडाकु व्यवसायिक जस्ता हो यदि कसैले लगाएको भए देखिहाल्थ्यौ नि त्यो नदेखे त मूर्ख मात्र हामीले छैनौँ यसमा तपाईँहरू के खोजिरहनु भएको छ भने म मद्दत गर्न सक्छु जबरकार बुहाउ ओ यतै हैन अघि दिन हामी खोजिराको त्यो तिम्रो कहाँबाट भयो कसरी तिम्रो हातमा यो बाबुल बाजाले बान्दिनु त्यो भने त्यो यो टाउकाको हो त्यो त्यो तल झाडीमा यसमा अझ लडेको त्यसैले मेरो बोडी काट्नु पर्छ अब थाहा छ म यसमा कान सुन्ने कपडा सिउँदिरहेको छु जाडोको मौसम आउँदैछ नि त कस्तो राम्रो देखिन्छ होला है सिलाउँछस् तैले कपडा जा गर्ने रहेछ त्यसलाई भने श्रीपेशलाई ल मलाई लाग्छ हाम्रो मिसन पुरा भयो अब आधा आफै फर्काउ ए तपाईहरु मलाई एक्लै छोडेर जानै सक्नुहुन्न मेरो त्यो टोपी लगेपछि मलाई पनि लिएर जानुस् न मलाई थाहा छ यो मूर्ख प्रश्न के तिम्रो दरबार गएको छौ गएकै छैन देखेकै छैन कसरी जान्छ ठिक छ हरेक कुराहरू पहिलो पटक अविस्मरणीय हुन्छ त्यसलाई पनि अनुभव गर्न दिऊ त्यसलाई उठाउ र हिँड